संसद आइसके तर संसद भवन अहिलेसम्म तयार छैन। सरकारलाई आइपरेको आपद हेर्नुहोस्। सिंहदरबारमा बन्दै गरेको नयाँ संसद भवन संस्कृति पार्टीको अध्यक्ष हर्क साम्बाङ राईले चाहिँ दार्चुलामा चाहिँ ट्विनबाट चाहिँ रिप्लेस गरेर चाहिँ पुल बनाउने भन्ने कुरा त अगाडि सारिराख्नु भएको छ र त्यहाँ गएर चेक जाँच गर्नका लागि मान्छे पठाउने कुरा पनि गरिसक्नु भएको छ। तर त्योभन्दा अगाडि चाहिँ मैले चाहिँ के देखियो भन्दाखेरि चाहिँ संसद भवन बनाउनु पर्ने देखियो। सो संसदहरूले त जितेर आइसकेको छ, धेरैभन्दा धेरै संसद आइसकेको छ। अब संसद भवनमा चाहिँ कसरी बस्ने त, जो त्यो व्यवस्थापनै छैन रे भन्ने कुरा सुनेको छ। त्योभन्दा अगाडि चाहिँ हर्क साम्बाङले चाहिँ आएर श्रमदान गरेर चाहिँ संसद भवन चाहिँ निर्माण गर्नु पर्यो, ताकि अब आउने सरकार पनि बस्न पाउने र त्यहाँनिर गएर चाहिँ ढोका ढकढक गर्नलाई पनि चाहिँ टेबलमा ढकढक गर्नका लागि पनि बस्ने ठाउँ चाहिँ चाहिन्छ। सो त्यही भएर चाहिँ सबैभन्दा पहिला चाहिँ त्यही बनाइदिनु होला।